धेरै राम्रो लागेको सिस्टम ट्राफिक सिस्टम त्यसरी सबै गरेर यो सिस्टम चाहिँ ठिकै छ होइन अहिले एकदमै जापानिज एसआसी के हेल्पफुल होइन एकदमै कसैले आरुबात चाहिएको छ भने भन्नुहोस् यहाँ म काम लगाइदिन्छु सेउखाइ गरिदिन्छु चल झुटा हाई गाइज वेलकम ब्याक टु आवर अनदर न्यू ब्लग है त साथीहरू अहिले चाहिँ हामी नागानोको ओइदा स्टेसन नजिकै छौँ अस्ति पनि यही थियौँ आज पनि यही छौँ होइन अहिले चाहिँ हामी यसो जान लागेको सानोतिनो काम परेरै भनौँ होइन किन ह्याप्पी छौ त आज के भयो साथी के भयो भने चाहिँ अघि हिँड्दै थिएँ तल रोडमा कि अघि हिँड्दै थिएँ अनि हिँडेर आएँ ओहो हिँड्दै थियो हिँडेर आएँ दाइजो उडेस्ने हाई देख्छौँ त यो चाहिँ त्यो कार हो होइन कार 4 खुट्टाको कार यो 2 खुट्टावाला कार हुन्न हामी छौँ त 2 खुट्टावाला कार त हो सौदेश हाई हाम्रो स्पिड पनि बढाउनु मिल्छ घटाउनु मिल्छ हेर्नु यस्तो गरे स्पिड बढिहाल्छ कारको ठिक छ इमा दाइजो गाइज फ्यामिली मार्ट रहेछ है यहाँ फ्यामिली मार्ट कसैले आरुबात चाहिएको छ भने भन्नुहोस् यहाँ म काम लगाइदिन्छु सेउखाइ गरिदिन्छु तिमी बिहे गरिसकेपछि फ्यामिली मार्ट भनेर यहाँ आउनु सेउखाइ गरिदिन्छु कसैलाई म केसरिया तेरा इश्क है पिया गाइज हामीलाई गीत गाएको देखेर जापानिजले हेऱ्यो है त पारेर कन्फ्युज देश बिहान कारमा आएको मान्छे अनि आफू जापानिजको कारमा बसेर है नि त पुरै के भन्छ मस्त चिल पारामा सुको देश का हावन चल रहा है गाइस कन्फ्युज देश सुको देश का आसोको देश का अखारा नाइ नेमो इतैमास सो देश ल्याङ्ग्वेज प्र्याक्टिस गाइस हामी चाहिँ अहिले छुर्पी चपाएर हिँडिरहेको छौँ होइन साथीहरू ठुल्पी चपाउने मन लाग्यो भने चपाउनु होला मसँग पनि छ टन्ने होइन माग्न सक्नुहुन्छ मैले दिन्छु होइन कमेन्टमा माग्नु होला म कमेन्टमा रिप्लाई दिन्छु छुर्पी भनेर है त अनि हिजो भने साथी के भइरहेछ छुर्पी खाँदाखेरि जिब्रो टोक्यो के पुरै यस्तरी जिब्रो टोक्यो कसम गाह्रो भयो नि पुरै त्यो रगराएको थियो होला सायद मैले हेरिनँ के होइन त्यसपछि त्यो अब कहिले खान्न भने जस्तो लागिरहेको थियो फेरि अब खाने मन लागिहाल्छ टोक्ने मन लागिहाल्छ टोक्नै पर्यो अनि त्यसपछि रेल साथीहरू रेल गयो है त यहाँबाट गइसक्यो सर्प जस्तै त्यो चाहिँ उवाला रेल है सिनकान्सेनवाला अर्को नर्मल खाले नर्मल होइन सिनकान्सेन अनि साथीहरू अनि यहाँ ओइदा केस्टल पनि छ है त्यहाँ सक्नुहुन्छ बुलेट ट्रेन सिनकान्सेन भनेको बुलेट ट्रेन साथीहरू होइन त्यस्तै गरेर अनि अहिले चाहिँ हामी हिँड्दैछौँ यहाँ यताउता सानोतिनो कामहरू गर्दैछौँ होइन बुझ्दैछौँ डुल्ने यतिकै पनि भन्न सकिन्छ साथीहरू त्यति हाम्रो घरबाट निस्किँदा त्यति प्लानिङ हुँदैन आएर धेरै कामहरू गरिरहेको हुन्छौँ हामी यहाँ अनि हिजो के त्यो मैले भने नि अघि जो छुर्पीको कुरा त्यो जिउ टोकेर होला बिहान अनि मासु पकाएर खाइयो नि त साथी जिउ टोकेर होला सायद तर यहाँ जापानको सिस्टम चाहिँ एकदम राम्रो होइन साथी हो कि साथी हो हेर्नु न यो नदी हो पर्दै घुमेर जानुपर्छ साथीहरू जापानको सिस्टम अहिले चाहिँ हामी यहाँ भित्र गएर आइसक्यौँ होइन भित्र गएर बाहिर आइसक्यौँ होइन मैले अघि पनि भनेको जापानको कैयौँ सिस्टमहरू चाहिँ एकदमै राम्रो के साथीहरू होइन यहाँ चाहिँ हामी आरुबाइतको यसो बुझ्नको लागि आइरहेको थियौँ होइन अनि यो फर्म पनि लग्यौँ एउटा सानो प्र्याक्टिसको लागि होइन फर्म भऱ्यौँ त्यसपछि नेक्स्ट डे के अरे गोगाजी चुइताची बोलाइरहेको छ होइन इमाई सोगासी भनेर सो अनि धेरै राम्रो लागेको सिस्टम चाहिँ होइन हाई उधर से आया हम
हाम्रो साथीहरू भेट्यो है त, हाम्रो बङ्गलादेशको यस्तो अन्त साथीहरू पनि भेट्यो होइन। सिस्टम चाहिँ किन राम्रो भनेपछि मैले यहाँको एकदमै जापानिज एसआसी के हेल्पफुल होइन एकदमै। अनि कुरा गऱ्यौँ पहिला होइन, त्यस सबै कुरा गऱ्यौँ, त्यसपछि त्यहाँको सिस्टमहरू कुरा गऱ्यौँ, त्यसपछि अनि कुन यादवको देशका भनेर सोध्यो होइन। त्यो भनिसकेपछि हामी नेपालदेखि भन्ने बित्तिकै त आम्मा न नेपाल जाँदो रहेछ कि उसले होइन। त्यसपछि नमस्ते सन्चै हुनुहुन्छ, त्यसपछि धन्यवाद सबै के कुरा धेरै कुरा भयो नेपालीबाट, एकदमै खुसी लाग्यो क्या यहाँ पनि होइन। यस्तो अब नचिनेको अब नबुझेको ठाउँहरूमा नेपाल देख्दाखेरि एकदमै खुसी लाग्यो मलाई चाहिँ। जेब्रा क्रस सुखाते कुदासाई नखरी मस्ताका हाम्रो साथी हुन् कि त्यो परको पनि होइन, साइफुल हुन् हाम्रो साथी, त्यसपछि हाम्रो पुरन भइहाले अनि म छु यहाँ। साथीहरू अब चाहिँ हामी स्याकु सेवा जान लाग्छौँ। स्याकु सेवा कहाँ हो भनेपछि नगरपालिका हो, नगरपालिका। हामी चाहिँ अब स्याकु सेवा पनि जाने सल्लाह भएको अघि नै। मेरो के हो भनेपछि उमेर छैन, डकुमेन्ट खासै त काम लाग्दैन, त्यही पनि काहीँ यसो डकुमेन्ट बनाउँदा राम्रो हुन्छ, बनाउँदा राम्रो हुन्छ होइन। त्यही भएर जान लाग्यो हामी चाहिँ। स्याकु सेवा पनि जाने कुरा भइरहेछ अब नगरपालिका। जग्गा चाहिँ हामी चाहिँ अब यतितिरबाट आइसक्यौँ होइन, मास्टरतिर हाम्रो रुमहरूतिर होस्टेलतिर जाने भनेको। अनि साइफुल ब्रो ब्रो वेंकी देश का मेरे को ज़्यादा हिंदी नहीं आता है तो दिक्कत होती है, बहुत दिक्कत होती है हिंदी बोलने में मेरे को। ऐसा क्या? ये तुम निहोंगो ही बोलो। निहोंगो निहोंगो दे जोजो निहोंगो दे जोजो देश। हाय हमारा दोस्त साइफुल ब्रो बांग्लादेश से है ना, हम नेपाल से है। के बोलते हैं उसको गाइज मलाई त्यति हिन्दी आउँदैन के, हिन्दी बोल्ने मन पनि आउँछ बाहिर आउँदैन हिन्दी, यस्तै हो। मेरो निहोंगो अलिअलि भइहाल्ला अनि एगो पनि भइहाल्ला। दाइजो ओ हिँड्दाखेरि यो एरिया भनेको हाम्रो एरिया गाइजहरू होइन, यो एरियामा भेट भइरहन्छ। यो एरिया भनेपछि यो एरियामा हाम्रो आफ्नो मान्छेहरू सिनिङ मान्छेहरू भेट भइहाल्छ कि, जाने हो र? होस् कुसुरी देश गाइज, त्यहाँ कुसुरी छ। कुसुरी भनेको औषधि होइन। साइफुल ब्रो एक बात बोलूं? ये एरिया है ना जो, ये हमारा एरिया है, अब हमारा इलाका है। ये तो हमारा एरिया ही है, ये हमारा एरिया है। कौन है कि यहाँ पे क्या बोलते हैं औकात दिखाएगा, कोई इधर आके दादागिरी करने का नहीं, तोड़ के रख देंगे ना, तोड़ के रख देंगे हम। गाइस जाना जी लसन पनि छ ट्याक्कै हैन। ज्यादा मत बोलो क्यों, और मेरे को गुस्सा आ गया एक जमाने पटक के रख दूंगा। मैं और योगेश मिल के तुमको पटक दूंगा, ठीक है ना योगेश? ऐसा नहीं है, मैं बहुत बेलवान हूँ। फिर एक बात बोलूं साइफुल ब्रो, ये जापान का सिस्टम है ना जो बहुत पसंद आया कि मेरे को, बहुत पसंद। वो तुम इस सिस्टम से शादी करना चाहते हो ऐसा बोल रहे हो? सिस्टम वाह दाइसुकी देश गाइज अघि भने मैले जापानको सिस्टम चाहिँ एकदम राम्रो छ कि, त्यो मात्रै उनीहरू एसआसी मान्छे जापानिज हुन त कोही त्यस्तो एसआसी हुन्छन् पनि, कोही चाहिँ हुन्छन् वो एसआसी छन् भनेर मात्रै पनि भएन होइन, एसआसी छन् भनेर मात्रै पनि भएन, कोही एसआसी हुन्छन् कोही हुन्नन्। त्यसै गरेर यहाँको ट्राफिक सिस्टम त्यसै सबै गरेर यो सिस्टम चाहिँ ठिकै छ होइन, अहिले चाहिँ अब अहिलेसम्मलाई राम्रै छ। ओके गाइज हामी चाहिँ अब हाम्रो रुममा आइपुगिसक्यौँ होइन, साथी पनि यहाँ छन्, हामी रुममा आइपुगिसक्यौँ। आजको भ्लगमा चाहिँ जापानको सिस्टम राम्रो रहेछ भनेर भन्ने होइन, तर यस्तो हुन्छ हामी चाहिँ नयाँ नै छौँ, राम्रोसँग बुझे पनि छैन। अब अहिले राम्रो लाग्ला कहिले नराम्रो लाग्ला बिस्तारै हेर्दै गरौँ, भ्लगमा हाल्दै गर्छु मैले के हुन्छ होइन। तपाईँहरू पनि कोही हुनु होला, कसलाई राम्रो लाग्ला कसलाई नराम्रो लाग्ला, अब त्यो सिचुएसन अनुसार हुन्छ। सो केही छैन होइन। अहिलेसम्म भ्लग हेरिदिनु भएकोमा एकदमै थ्याङ्क यू सो मच। भ्लग मन परेमा भ्लगलाई लाइक कमेन्ट सेयर र च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्न नभुल्नु होला गाइस होइन। थ्याङ्क यू सो मच, थ्याङ्क्स फर वाचिङ दिस भ्लग। फेरि भेटौँ न अर्को भ्लगमा, बाई।